डाक्टर विश्वनाथ पौडेल गभर्नर नियुक्तिमा कानुनी प्रश्न। नेपाल राष्ट्र बैंक ऐन 2058 को दफा 21 को अनुसार कुनै पनि राजनीतिक दलको सदस्यता वा पदाधिकारी गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्ति हुन योग्य हुने छैन भन्ने कानुनी प्रावधान रहेको छ। डाक्टर विश्वनाथ पौडेल चितवनबाट 2079 को निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार थिए। यस्तो उम्मेदवारी भएका व्यक्तिहरू चाहिँ गभर्नर अथवा यस्तो डेपुटी गभर्नर पदमा चाहिँ नियुक्त हुन पाइन्न भन्ने कानुनी प्रावधानै दफामा उल्लेख छ। यो हुँदा हुँदै पनि सरकारले र अहिले जुन एमाले र कांग्रेसको दुई दलको सरकार छ, यति बेला यिनीहरूको मन लागि चल्छ भन्ने यो गतिलो उदाहरण। त्यस्तै अर्को यो आलिशान महल देखिन्छ। यो आलिशान महल कसको होला त? तपाईहरुले थाहा पाइसक्नु भएको छ। यो आलिशान महल तिनै आर्जु राणा देउबा, शेरबहादुर देउबाका छोराको हो, जसले यो 5 स्टार होटल सञ्चालन गर्दैछन् अथवा किन्दैछन् र किनिसके। जे भए पनि यस्ता बिगाका बिगा, रोपनीका रोपनीका जग्गाहरू विभिन्न जालझेल र विभिन्न तरिकाबाट राज्यको सम्पत्ति दोहन गरेर कमाएको सबैलाई थाहा छ। तर चुप बस्छन् जनता। अब चुप कहिलेसम्म बस्लान् त्यो हेर्न बाँकी छ। र यही मान्छेहरूलाई, यस्ता नेताहरूलाई, यस्ता पार्टीका शीर्ष नेताहरूलाई कहिले पनि सम्पत्ति शुद्धिकरणले हेर्दैन। सम्पत्ति शुद्धिकरण त त्यसलाई मात्रै लाग्छ जुन अमेरिका जस्तो सुख सहेलको जीवन छोडेर नेपालमा नै केही गर्छु, यिनीहरूसँग मिल्दिन, यिनीहरूसँग झुक्दिन, म जसरी पनि देश विकास गरेर देखाउँछु भनेर एउटा अटोट ल्याउँछ। ती नै त्यस्तै रवि लामिछाने, रविन्द्र मिश्र लगायतका लाई सम्पत्ति शुद्धिकरण र विभिन्न जालझेलमा अहिले जेल हाल्ने गरिन्छ। तर यो प्रतिशोध होइन भन्ने सरकारको भाष्यलाई प्रतिशोध हो कि होइन भन्ने पालो तिमीहरूको पनि आउला नि। रवि लामिछानेले लेख्दै गर्दा कि आज कुनै परीक्षाको विद्यार्थी म बनेको छु र अरूले पनि बन्नु पर्नेछ, त्यो दिन आउँछ। त्यो दिन आउनको लागि जनताले बुझ्नुपर्छ कि जनताले बुझ्नेछन्। अहिले नै बुझिसकिएको छ कि जसले जाहेरी नै दिएको होइन, मेरो नाम त्यहाँ रहेछ भनेर बोल्न लागिसके। यसरी बोलिसकेका छन् कि अब सत्य के हो यसरी आइरहन्छ। प्रहरीहरूले बिना पक्राउ पुँजी पनि समात्न पाइन्छ भनिरहेका छन्। प्रहरी प्रशासनको मिलेमतो पनि देशको लागि रहेछ कि नेताको लागि रहेछ, अनि पार्टी सम्बन्ध सरकारको लागि रहेछ भन्ने स्पष्ट हुँदै आएको छ। यही नै हो रवि लामिछानेको चाहना। यति नै छ कि मैले जति दुःख पाए पनि, म जति नै जेलमा जाकिए पनि जनताले बुझिदियो, यति हो। तर जनताले कहिले बुझ्लान्, झोलेहरू कहिले मान्छे होलान्, त्यो हेर्न बाँकी छ। हस्त नमस्ते।